अभिवृद्धि र सेवा प्रवाहमा सुधार गर्थे, कानुन कार्यान्वयनमा दलीय आस्था र पहुँचका आधारमा विभेद गर्दैनथे र भ्रष्टाचारीको पाता कस्थे। प्राथमिकताका काम केही नगरी तिनले शासन र सत्तालाई केन्द्र बनाए। प्रधानमन्त्रीको म्युजिकल चेयर चलाएर रोल क्रम आफै तोक्ने, आफै निर्धारण गरे। जनताका आवाज तिरस्कृत मात्रै गरेनन्, दबाउने नीति लिए। प्रमुख दलहरू नमिलेर आपसी कलहले देश बिगारेको भन्ने भाष्य थियो, तर ती दलहरू मिल्दा त झन् बिग्रने रहेछ। सुशासन कायम र भ्रष्टाचार अन्त्यको त कल्पनै गर्न नसकिने अवस्थामा पुग्यो। गभर्नर नियुक्ति, संवैधानिक परिषदको बैठक, विभिन्न आयोगमा नियुक्ति, सडकमा शिक्षक र स्वास्थ्यकर्मी लगायतका विषय र शिक्षा मन्त्रीको राजीनामाले सरकारको लाज नढाकेको अवस्था छ। सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र सम्मानजनक बनाउन नसकेकोमा दुःख लागेको छ। यस विषयमा